दिँदाखेरि पाप मिल्छ, त्यति त हो नि। अरू केही रहेछ त? दुईटै सार राखिदिनु भयो। अन्तिममा गएर कृष्ण कन्हैया लाल की। आज हेर्नुहोस् त, शिकार खेल्न मन लाग्यो कलियुगको कारणले राजा परीक्षितलाई, अनि शिकार हरिको पछि पछि लागेका थिए। शिकार खेल्नु, राजाले पनि त शिकार खेले, भगवान रामले पनि शिकार खेल्नु भयो। रामले शिकार खेलेको प्रसङ्ग आउँछ। शिकार खेलेको भनेको पशुलाई डम्म गोली हानेर मार्नु भनेको होइन। आज कतिपय मान्छे भगवानले पनि शिकार खेले भन्छ। भगवानहरू राजाहरू भएर आउँदा शिकार खेल्नु भयो, तर त्यो शिकार किन खेल्नु भयो, के को लागि खेल्नु भयो नबुझिकन हामी त्यतिकै बोल्छौँ। ठुला ठुला बाघहरू, ठुला ठुला चितुवाहरू, ठुला ठुला जङ्गली जनावरहरूले, घरमा बाख्राहरू पालेका हुन्थे किसानहरूले, घरमा गाई पशु प्राणीहरू गाई भैँसी पालेर जीविका गरेका हुन्थे। ती चितुवाहरूले बाघहरूले आएर के गर्थे, खाइदिन्थे। ती गरिब गुरुबाहरूलाई त अब दुःख भयो नि, अनि राजाको पासमा जान्थे, हात जोड्थे, हामीलाई रक्षा गर्नुहोस्, हाम्रो जीविका मास्यो, हामीलाई ठुला ठुला बाघहरू चितुवाहरूले जङ्गलबाट आएर हाम्रा सबै पशुहरू खाइदिए। अब राजाहरू जान्थे ठुला ठुला गोली गट्टा लिएर, सेना सिपाहीको साथमा लिएर, अनि त्यस्ता ती डराउँदा शिकारी ठुला ठुला शिकार गर्ने जनावरलाई वध गर्थे। एउटा जनावरलाई वध गर्दा एउटा बाघले अत्याचार मचायो, एउटा बाघले गाउँभरिका बाख्रा खाइदियो, एउटा बाघले गाउँभरिका गाई खाइदियो भने त्यो बाघलाई मार्दा त्यो क्षेत्रीय धर्म हो, क्षेत्रीय धर्म हो। त्यो बाघलाई मार्दा पाप लाग्दैन, तर क्षेत्रीय धर्म हो भन्दै हामी मार्दा पनि हाम्रो अधिकार छ, हामी क्षेत्रीय हौँ भनेर निरीह प्राणीलाई मार्नु चाहिँ अत्याचार हो, त्यो पाप हो। कृष्ण कन्हैया लाल की। निरीह प्राणीहरूलाई मार्नु हुँदैन। हाम्रो आदरणीय बुवा माथि बस्दा पनि हुन्छ, कुर्सी ओछ्याएर बस्नु होला। निरीह प्राणीहरूलाई मार्नु हुँदैन। जसले बचाउन सक्दैन नि उसलाई मार्ने अधिकार छैन। पशु प्राणी गाउँमा हिंसी, अजाममा हिंसी, आबिबमा हिंसी, एक सपम पशुमा हिंसी, दुई पदम पशुमा हिंसी, मा हिंसा सर्वभूतानि। वेदले, शुक्ल यजुर्वेदले भनेको छ कसैलाई मार्ने अधिकार छैन, नमार। अनि किन पहिला पहिला बलि दिन्थे त, पशु प्राणी बलि दिन्थे, बलि दिएर खान्थे त भन्ने प्रश्नहरू गर्नुहुन्छ। बलि भनेको के हो भन्दा आफ्नो विकारलाई बलि दिनु। आमा विकारलाई बलि दिनु। कृष्ण कन्हैया लाल की। गोको, हाम्रो भित्र काम रूपी गोको छ नि, त्यसलाई बलि दिनु। क्रोध रूपी राग हो, अर्कालाई कठोर वचन बोल्ने, त्यसको अरूलाई अरूको दिल रुने गरी त्यसको कर्म गर्नु, त्यो क्रोध रूपी राग हो, त्यसलाई बलि दिनु। लोभ रूपी मान्छे, मान्छे कति लोभी हुन्छ, एउटा चोटामा अल्झेर आएर आफ्नो जीवन गुमाउँछ। लोभ रूपी मान्छे बलि दिनु भनेको। मोह रूपी भेडो, भेडोमा यति मोह हुन्छ, एउटा अगाडि लाग्यो भने त्यसको पछि पछि सबै। त्यसले गर्दा मोह रूपी भेडो। अहंकार रूपी सुँगुर, सुँगुरले जहिले पनि राम्रो देख्दैन, जहिले पनि नराम्रै मात्रै देख्छ, किन भन्दा त्यो साह्रै अहंकारी हुन्छ। त्यस्तो 5 वटा पञ्चवस्तु बलि दिनु भनेको हो, पशुलाई ल्याएर बलि दिनु भनेको होइन। तर आज नबुझेर मान्छेहरूले यसरी बलि दिइरहेका हुन्छ। बलि दिनु कहिल्यै धर्म होइन, अपराध हो। जसले ती बलि दिएका पशु प्राणीहरू मरेर माथि गएर भन्छन्, के भन्छन्, आज तिमीहरूले बलि दिएर मलाई मार्यो, खायौ नि, म तिमीहरू पनि मरेर आउँछौ नि, यहाँ एक एक गरेर बदला लिन्छु, म नर्कमा तिमीलाई चितोर्छु, अनि अर्को जन्म धारण गरेर तिमीहरू आउँछौ नि, म मान्छे भएर गएर तिमीहरू चाहिँ पशु भएर जान्छौ, अनि तिमीहरूलाई म त्यसरी नै मान्छु भनेर 4औं स्कन्धमा छ यो प्रसङ्ग छ। म अगाडि सुनाउँछु। त्यसले गर्दा हेर्नुहोस् त, आज शिकार खेल्नु भनेको के रहेछ, निरीह प्राणीहरूलाई बचाउनको लागि डरलाग्दा पशुहरूलाई वध गरे राजाहरूले। क्षेत्रीय धर्म हो त्यो। फर्केर आउँछन्, आज त हरिको पछि लागेछन् राजा। कलियुग बसे नि त मुकुटमा। त्यो मुकुट कहाँबाट ल्याएको थियो भन्दा जरासन्धको मुकुट
मुकुट थियो भीमसेनले युद्ध जितेर ल्याएर राखेको। अब जरासन्धले कहाँबाट ल्याएको थियो त्यो मुकुट भन्दा जरासन्धले चाहिँ ती त्यस्ता राजाहरूबाट जुन राजाले कुकर्म गर्थे चोर थिए त्यस्ता चोर्न पठाउँथे त्यस्ता राजाहरूको पासबाट जरासन्धले ल्याएको रहेछन्। जरासन्धलाई भीमसेनले वध गरेर जरासन्धले लाएको मुकुट घोसेर ल्याएर राख्नुभयो कहाँ भन्दाखेरि आफ्नै पाण्डवको जुन युधिष्ठिरको कोषमा राख्नुभयो। आज सबभन्दा राम्रो मुकुट भएको कारणले परीक्षितले लगाउनु भयो। हिजो हामीले सुनेका थियौँ सुनमा बास होस् भनेर सुनमा बास दिनुभयो। त्यही सुनमा गएर बस्यो, अरूतिर कहाँ बस्छु म यहीँ बस्छु भनेर राजाकै मुकुटमा बस्यो। कृष्ण कन्हैया लाल की। अब फर्केर आउँदा राजाले कुनै हरिणहरू पनि भेटेनन्। फर्केर आए, तिर्खा र भोकले सतायो। समीप मुनिको आश्रममा आए। समीप मुनि ध्यानमा बस्नु भएको थियो, परमात्माको ध्यान गरेर। त्यति बेर समीप मुनिसँग खानेकुरा माग्न थाले राजाले। केही पनि दिनुहुन्न। पानी माग्नुभयो, पानी पनि दिनु भएन। फल माग्नुभयो, फल पनि दिनु भएन। अरे म चक्रवर्ती सम्राट, यो ढुवाङिरहेछ। राजालाई यसले चिनेन। सधैँ तिनै ऋषिको चरणमा प्रणाम गर्ने राजा आज तिनै ऋषिलाई गाली गर्दैछ। यो कारण के हो भन्दा कलियुगको प्रभाव। त्यसले गर्दा कलियुगको प्रभाव कति बेला हाम्रो शिरमा मण्डराउँछ, कति बेला आउँछ र कुन बेला हाम्रो मुखबाट नराम्रो बोली निस्किन्छ हामी अनि भरे पस्ताउँछौँ। पहिला बाँच्छौँ, झगडा गर्छौँ, अनि भरे भरे घरमा गएपछि एक्लै बसेपछि मेरो पनि गल्ती भएछ नि त, त्यहाँनिर के गरौँ कसो गरौँ, मैले यस्तो नराम्रो बोली हाने, बात गरौँ कि नगरौँ, उसलाई गरौँ के भनौँ भनेर 2-4 दिनमा हामी बोल्न मन लाग्छ। त्यो झगडा गरेको मान्छेसँग बोल्न मन लाग्छ। कलियुगले गर्दा पहिला झगडा गरिन्छ, भरे त्यहीसँग बोल्न मन लाग्छ। ऊ गल्ती गरे मैले भन्ने महसुस हुन्छ जब कलियुग जान्छ नि हाम्रोबाट। त्यसले गर्दा यो कलियुग भनेको यस्तो कुरा हो कि कलियुगले गर्दा आफ्नै श्रीमतीलाई श्रीमानले मार्छ। कलियुग रिसको रूपमा आएर बस्छ। श्रीमतीले श्रीमानलाई मारिदिन्छन्। कलियुग रिसको रूपमा बस्छ, क्रोधको रूपमा। यदि मिलेको जोडी छुट्यो अरे 12 वर्ष सँगै बसे, 15 वर्ष सँगै बसे, अहिले श्रीमतीले छोडेर अर्कैसँग गएन अरे, ठुला ठुला छोराछोरी पनि भएका थिए अरे, अनि कसरी चाहिँ त्यो जोडी छुट्यो होला भन्दा कलियुगको दुष्प्रभाव। अब यो कलियुगको प्रभावबाट हामी अलग हुनको लागि, मुक्त हुनको लागि के गर्नुपर्छ भन्दा भजन। भजन कम भयो भने हाम्रो घरमा पनि कलह हुन्छ, झगडा हुन्छ। त्यसले गर्दा भजन भक्ति घरमा गर्नुपर्छ। कमा आफूले पकाएका साग सब्जीहरू व्यञ्जनहरू परमात्मालाई नचढाइकन खानु हुँदैन। भजन बिना सब नरक है, पच पच मरिए माही। बिहान बेलुका भजन नगरी, आरती नगरी, परमात्माको केही नाम नजपिकन हामीले भोजन खायौँ, त्यतिकै हिँड्यौँ, बाहिरका कुरामा हिँडिराख्यौँ भने एक दिन हामीलाई पनि दुर्गतिमा पार्दछ। यस्तो खालकोमा हामी पनि पस्छौँ। त्यसले गर्दा भजन चाहिँ गरिरहनु पर्छ। माला श्वास श्वासमा जप्ने, हातमा लिएर जप्ने, हातमा जप्न अल्छी लाग्यो भने मनको माला जप्ने। र यो माला जप्ने हाम्रो जुन एउटा तरिका हुन्छ नि, कसैले मनको माला जप्छन्, कसैले हातमा लिएर जप्छन्। खाँदा पिउँदा उठ्दा बस्दा भजन गर्ने, अनि खानपान शुद्ध गर्ने। सबैभन्दा खानपान शुद्ध, हिजो पनि सुन्यो नि, आहार शुद्धौ सत्व शुद्धि, सत्व शुद्धौ ध्रुवा स्मृति। अब के भयो भन्दा कलियुग बस्यो। आएर चाहिँ उनले जब परीक्षा गरे, केही गर्दा राजाले आँखा खोल्दैनन्। अब अर्को एउटा परीक्षा गर्न लाग्यो। बाहिर निस्केका थिए, एउटा सर्प मरेको कुहिएको छ, 3-4 दिन अगाडि मरेको सर्प दुर्गन्ध आइरहेको रहेछ। त्यो सर्प अब यो ऋषिलाई यही लगेर लगाइदिन्छु, यो कस्तो कतिको ढुवागी रहेछ भनेर, यो त मलाई राजालाई चिनेन, यसले चक्रवर्ती सम्राटलाई भनेर धनुषको टुप्पोले यसो कोट्याएर लगेर चाहिँ के गरे भन्दाखेरि गलामा लगाइदिए। कृष्ण कन्हैया लाल की जय। गलामा लगाइदिए, बेरिदिए। अब अनि ऊ चाहिँ गए, बल्ल खाइस मैले भनेर गए। यता छोराले थाहा पाए, कौशिकी नदीमा स्नान गरिरहेका थिए। कौशिकी नदी, कोशी नदी नेपालमै पर्छ। कहाँ पर्छ कसैलाई याद छ? कसैले भन्न सक्नुहुन्छ? नेपालको कुन जिल्लामा पर्छ कोशी नदी? भन्न सक्नुहुन्छ? नेपालको कुन जिल्लामा पर्छ कोशी नदी? हजुर कसले
सुनसरी उहाँ आमाले सुनसरी भन्थे हापा होइन सुनसरी जिल्ला धरानको छेउमा बराला क्षेत्र त्यहाँ कोशी नदीमा स्नान गर्दै थिए छोरा कसका छोरा समीर मुनिका छोरा अनि ऊ त्यहाँ स्नान गर्दै थिए कसैले गएर उनलाई सुनाइदिए तपाईँका बाबाको गलामा मरेको सर्प हाल्थे कसैले कति छिटो पुगे त्यहाँनिर अब कोशी नदीमा स्नान गर्दै थिए भने अब समीर मुनिको आश्रम चाहिँ कहाँ थियो होला त त्यतै अलि नजिकै थियो होला नेपालमा नै रहेछ हेर्नुहोस् त ऋषि मुनिले ध्यान गर्ने ठाउँ अब यहाँ प्रश्न लेखिएको छ श्रीमद् भागवतमा अब जब त्यो सर्प लगाइदिएर गए अनि छोराले थाहा पाए छोरा दौडेर आएर कोशी नदीको जल उठाएर त्यही नदीमै श्राप दिए थाहा नपाई उनले थाहा कसले लगाएर नि श्राप दिए मेरा पिताको गलामा जसले मरेको सर्प लगायो नि आजको 7 दिनमा त्यसैको वंशले डसेर तेरो मृत्यु होस् भनेर श्राप दियो रिसाएर इत्युक्त्वा रोषताम्राक्षो वैश्यान् शिवालकः कौशिक्यापौपस्पृश्य वाग्वज्रं विससर्जः इति लङ्घितमर्यादं पक्षिकः सप्तमेह दक्षति स्म कुलाङ्गारं चोदितो मे तदद्रुहम् कृष्ण कन्हैया लाल की आजको 7 दिनमा त्यही वंशले तँलाई डसेर मारोस् भनेर अब त्यो सर्प आएर पिताको गलामा लागेको सर्प दौडेर छोरा आएर निकालेर फ्याँकिदिए पर पुग्ने गरी फ्याँकेर अनि पिताजीको काखमा लडी गर्दै अँगालो मारेर पिताजीलाई घचघच्याउँदै रुन थाले डाको छोडेर पिताजी 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 पिताजीलाई यसरी हल्लाउन थालेको जस्तो ध्यान खुल्यो आँखा खोले के भयो छोरा वत्स कस्मा विरोधिसी विशिष्ट पुत्रम प्रपञ्च वत्स कस्मा विरोधिसी के नवाए के भयो तिमीलाई हे पुत्र तिमी किन रोइरहेका छौ त्यति बेला छोराले भने तपाईको गलामा मरेको सर्प लगाइदिए मैले श्राप दिएँ मर्ने श्राप 7 दिनमा कसले लगाइदियो भनेर पिताजी उठ्नुभयो समीर मुनि कसले हो कसले समीर मुनिले ध्यानद्वारा यसो हेरेका त परीक्षित राजाले पो लगाइदिएछ पत्याएन पहिला त्यस्ता राजाले कसरी लगाउँछ जुन राजाले ऋषि मुनिलाई प्रणाम गर्थे गुरुहरूलाई सम्मान गर्थे आज त्यस्ता राजाले एउटा ऋषिको यति ठुलो अपमान कसरी चाहिँ लगाए ठुलो अनर्थ भयो पुत्र तिमीले ठुलो किन यत्रो ठुलो भूल गर्यौ तिमीले यस्तो श्राप किन दियौ नबुझी परम भक्त राजा पाण्डव वंशमा जसको जन्म भयो कृष्णका परम भक्त राजा परीक्षित सबैकुरा थाहा पाए कलियुगको दोष हुँदैन 2टा शिष्य पठाए जाऊ तिमीहरू गएर भन कि तिमी 7 दिनमा मर्दैछौ भनेर राजालाई सन्देश सुनाऊ दौडेर गए राजाले त्यो मुकुट खोलेर राखेका थिए यस्तो पस्ताउँछन् ओहो मैले के अपराध गरेँ आज यस्तो त मेरा कुलमा कसैले गरेका थिएनन् साधु सन्त ऋषि मुनिको अपमान मैले विनाशकाले विपरीत बुद्धि ऋषि मुनिको अपमान गुरुको अपमान जति ठुलो अरू केही पनि होइन भन्दा भन्दै पस्ताइरहेका थिए अनि त्यो ऋषिका शिष्यले आएर भने महाराज तपाईँ 7 दिनमा मर्नु हुँदैछ श्रृंगी ऋषिको श्राप आएको छ तपाईलाई त्यति बेला राजाले ओहो 7 दिनसम्म बाँच्न पाएँ मलाई त अहिले नै मर्ने श्राप दिनुपर्ने तर म जति भाग्यमानी को रहेछ 7 दिनसम्म म बाँच्दैछु कसैको भरोसा छैन जीवनको ग्यारेन्टी छैन कुनै कुराको मेरो ग्यारेन्टी छ कस्तो भन्दा 7 दिनमा त्यहाँभन्दा अगाडि म मर्दै मर्दिनँ किन भन्दा यो ऋषिको वचन हो नि त 7 दिन त बाँच्न पाउँछु अब यो 7 दिनको टाइममा म के गरौँ परमात्माको खोजी गर्छु अहो वयं धन्य तमा कृपाणां महत्तमानो ग्रहणीयशीलः राज्ञां कुलं ब्राह्मणपादशौचः दुरात्विशिष्टं वत गरिह कर्मम् म धन्य धन्य छु मैले 7 दिन बाँच्न पाउने भए मलाई ऋषिको यो वचन श्राप होइन आशीर्वादको रूपमा मैले पाएँ म 7 दिन बाँच्न पाएँ भनेर
राजाले परीक्षित राजाले आफ्ना छोरा जन्मजयलाई राजपाट दिनुभयो सानै अवस्थामा। अनि त्यत्रो सुनको दरबार हिरा मोतीले जडेका ठुला ठुला ढोकाहरू थिए, सुनै सुन जडेको थियो महलमा, हाम्रो जस्तो होइन। राजा चक्रवर्ती सम्राटको महल कस्तो थियो होला आफै सोच्नुहोस्। पाण्डव कुलमा जुन जन्मेका अभिमन्युका छोरा उत्तराका छोरा राजा परीक्षित जसको रक्षा कृष्णले गर्नुभएको थियो गर्भदेखि, उनकोमा के कमी थियो होला धनको? सब कुरा त्यागी दिए तत्काल। जब मृत्यु अगाडि आउँछ नि धन सम्पत्ति त केही पनि होइन, खोसेला जस्तै कागज जस्तै हो। त्यो धन सम्पत्तिको कुनै अर्थ लाग्दैन। म मर्छु भन्ने निर्णय थाहा पाएँ भने सम्पत्तिको लोभ हुन्छ त्यति बेला म मर्दैछु, म कहाँ पुग्छु होला, मलाई नर्कमा बनाउने हो कि यमराज बनाउने हो कि म कसरी मर्छु, कहाँ जान्छु होला मरेर, सबैलाई छोडेर म एक्लै कुन देशमा जाँदैछु? बिरानो देशमा हेर्नुहोस् त, मरेर बिरानो देश।